वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। म चाहिँ रेगुलर भ्लग गर्दिनँ नि त। सब्सक्राइबरहरू पनि बेसी छैन, सब्सक्राइबर पनि बढ्दैन, भ्युज पनि आउँदैन होइन। ठिकै छ, बिस्तारै स्ट्रगल गर्दै जान्छु म पनि। डेली लाइफ रुटिनको बारेमा हाल्दैछु म पनि बिस्तारै बिस्तारै होइन। के गर्नु र अब, बिस्तारै सिक्दैछु। जे होस् पब्लिकको छेउमा चाहिँ अलि अफ फिल लाग्छ। जे होस् भ्लग बनाउनु होइन, कपाल यसलाई एकछिन इग्नोर गरिदिनु होइन, कपाललाई चाहिँ भर्खर 12 सकेर बसिरहेको हो, बिस्तारै हुँदैछ होइन। इग्नोर गरिदिनु होला मेरो कपाललाई चाहिँ। जस आज दक्षिणकाली भन्ने ठाउँमा गएको थिएँ होइन, हल्का फोटेज छ हल्का, त्यो हालिदिन्छु। मलाई बेसी पब्लिकको छेउमा अलिक गाह्रो लाग्छ नि त अलि होइन। के गर्नु, यस्तै त हो नि, भर्खर सिकिरहेको नि त। म चाहिँ टक्क अब भोलि बाबा बेलुकातिर जाँदै हुनुहुन्छ बाहिरतिर, अनि सामान लिनु आएको टक्क होइन। त्यही हो, सामान चाहिँ उतापट्टि राखेर म चाहिँ यतापट्टि भ्लग गर्न आएको। अलि कोही छैन नि त, यताउता मान्छेहरू त हिँडिरहेको, त्यो अहिले मतलब छैन कि गरिरहेको छु दिनहरू चक्क यस्तो हन होइन। त्यही हो, मेरो कतिवटा भिडियोमा कपिराइट लागिसक्यो, खै के गर्ने थाहा छैन। आई डोन्ट नो होइन के भइरहेछ भनेर। ठिकै हो, अब स्ट्रगल गर्दैछु बिस्तारै होइन। अब त्यहाँभन्दा त के गर्न सक्छु र, बिस्तारै गर्दैछु। सबैले सपोर्ट गरिदिनु होला, लाइक देखाइदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला होइन। त्यही भन्न चाहन्छु। अब बिस्तारै आउँछ होइन भ्लग, बिस्तारै अब गाउँ पनि जाँदैछु, गाउँमा गएर हाल्छु होला। नेट चलेसम्म हाल्छु, जसरी नै हाल्छु भिडियो होइन। अब गाउँमा भ्लग गर्नु सजिलो हुन्छ नि त। अब चिना मान्छेहरू, अब यताउता केही पनि हुँदैन, खाली हुन्छ, आनन्द हुन्छ, पिसफुल हुन्छ, घुम्ने ठाउँहरू नि हुन्छ गाउँघरमा। अब यता त कता चाहिँ घुम्नु कि होइन, म यता रुमबाट बाहिरै निस्किँदा कि प्रायः जस्तो होइन। अहिले नि त्यो बाबाको लागि मात्रै सामान लिनु गएको हो, हत्तपत्त म रुमबाट बाहिर नि निस्किँदैन। त्यही भएर भ्लग पनि बेसी आउँदैन। सर्ट भिडियोहरू हालिरहेको हुन्छु, सर्ट भिडियोहरूमा हल्का भ्युज जान्छ, सर्ट भिडियोमा हल्का ग्रोथ भइरहेछ। अब लङ भिडियोमा नि अब हुनु पऱ्यो कि होइन, सबैले सपोर्ट देखाइदिनु पऱ्यो कि। सेयर गरौँ, कमेन्ट गरौँ होइन, भिडियो कसरी बनाउनु पर्छ कमेन्ट गरिदिउँ होइन। भर्खर सिक्दै हो नि त, त्यही भएर दक्षिणकाली पनि गएको छु। अब दक्षिणकालीको फोटेज छ हल्का होइन, फोटेज हालिदिन्छु म। त्यही हो, प्रतीक्षा तथा सुरक्षाको कामनाका साथै उहाँको समक्ष पर्यटनमा सुख शान्ति समृद्धि एवं उन्नति प्रगतिको कामना गर्दै श्री दक्षिणकाली माताले सबैको रक्षा गरून्, सबैको कल्याण गरून्। त्यही हो, म चाहिँ साउन्ड बोकेर जाँदैछु होइन। अनि मेरो अपडेटहरू थाहा पाउनुलाई चाहिँ मेरो अपडेटहरू म गरिरहेको हुन्छु प्रायः जस्तो फेसबुक इन्स्टामा होइन। युट्युबमा भिडियो नहाले नि म फेसबुक र इन्स्टामा चाहिँ अपडेट दिइरहेको हुन्छु। मेरो फेसबुकको नाम र इन्स्टाको नाम चाहिँ म यहाँ भिडियोमै राखिदिन्छु, सबैले फलो गर्नु होला। त्यही हो, फलो गर्नु होला। जे होस् म अरू जस्तो होइन, सबैलाई फलो ब्याक पनि दिन्छु होइन, सबैलाई फलो ब्याक पनि दिन्छु। त्यही हो, सबैजना साथी बनौँ होइन, अपडेट दिउँ मलाई कस्तो भिडियो बनाउनु पर्छ, कसरी के गर्नुपर्छ भनेर कमेन्ट गरौँ, सजेस्ट गरौँ न सबैले। त्यही हो, भ्लग अहिले यहीँ इन्ड गरिदिन्छु म। पछि राम्रो आउँछ। जे सबैले हेर्नु होला, जस बुझिदिनु होला कस्तो भिडियो कसरी बनाउनु पर्छ होइन, सिकाइदिनु होला। कमेन्टमा सजेस्ट दिनु होला होइन, कमेन्ट पनि गरिदिउँ पारेर। त्यही हो, आजको लागि यति नै हो होइन। सर्ट बनाएको छु, आफ्नो मनको पोखेको हो होइन। देखाइदिउँ होइन, कमेन्ट गरिदिउँ कसरी बनाउनु पर्छ, के गर्नुपर्छ, सेयर गरिदिउँ, लाइक गरिदिउँ होइन। बिस्तारै ग्रोथ हुन्छ नि। भ्युज आउँदैन, भ्युज 70-80 आउँछ होइन यो लङ भिडियोमा। त्यही पनि आई विल ट्राई माई बेस्ट के भन्नु र त्यहाँबाट त होइन। त्यही हो, सबैले लाइक एन्ड सेयर गरिदिनु होला।
बेल आइकन पनि दबाइदिइ राखिदिनु होला, अलमा सेट गरिराख्नु होला। मैले भिडियो बनाएको सबै नोटिफिकेसन आइहाल्छ तपाईँहरूलाई होइन। सबै गरेपछि त्यही हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो होइन, लास्टसम्म होइन।